हेलो गाइज, आज चाहिँ हामी यहाँ आँपघारीमा आएको छौँ। आँपघारी भन्नुपर्दा एउटा मात्रै बोट छ। यहाँ यस्तो घारी छ नि त, आँप हेर्नुहोस्। हाम्रो यहाँ फलेर यस्तो विधि हामी यहाँ टिप्न लगाएको। आँप फलेर अनि यहाँ चाहिँ आँप पाकेको रहेछ, बोटमै पाक्नु थालेको छ, किरा लागेको छ। अनि हामी चाहिँ टिपेर खाने लाने भनेर आएको। अनि यहाँ एउटा चाहिँ त चिलायो, एउटा चाहिँ खानु पर्यो भनेर खाएको। यस्तो किरा लागेको छ, यहाँ देखाउँछु तपाईँहरूलाई म। यस्तो किरा लाग्छ के हो यस्तो, हाम्रो आँपमा जहिले किरा लाग्छ के भएको यस्तो गाइज। यो चाहिँ खाइदिन्छु ल। बचाऊ, चिप्ल्यो। यहाँ बोरामा बसेको फेरि चिप्लेर मऱ्यो। अडिँदैन, चिप्लेर तलतिर झरे गर्छ। आँप पनि खाने वातावरण छैन हौ, चिप्लेको चिप्ले गर्छ। यस्तो छ। सो गुड, एकदम मिठो छ है आँप चाहिँ। तर किरा लाग्ने क्या धेरै आँप के भएको हो कुनि। अब चाहिँ म रुखमा चढेर झार्नु पर्ने हुन्छ। यस्तरी फले अझ देख्दैन यता मान्छे त धेरै नै फले तर देख्दैन क्या। यम्मी मुख रस आयो होला है तपाईँहरू नि। सो गाइज, म चाहिँ अब यहाँ रुखबाट भेट्ने आँप टिप्न लागेको। यहाँ देख्न सक्नुहुन्छ है, यस्तो नजिक छ। हामीले फेरि आँप हाल्नु भनेर यत्रो ठुलो बोरा ल्याएको छौँ। आँप पनि धेरै छ, यहाँबाट नदेखेको मात्रै हो। ओ माई गड, आँखामा चोप पऱ्यो भने बर्बाद हुन्छ। यहाँ त नभेट्ने पो रहेछ, यता टिप्नु पर्यो। यस्तो छ, वाउ सो ब्युटिफुल। खोइ त हौ, ए मासला झन् मरेन। क्यामेरा एङ्गल फेरि यस्तो छ है, क्यामेरामा धुलो। यहाँ यत्रो बोरा बोकेर आएको छौँ टिप्नु भनेर। बोरामा फेरि आँप यहाँ तालमा कहाँ हो कता हो मरेको मुर्दा के भएको हो कुनि। यस्तो छ बिजोग यहाँ रहेको छ, यति भएको छ। यहाँ कतिवटा टिपे मैले, देख्दैन मरेको मुर्दा। किन केही हुँदैन हौ। अनि के गर्नु त, अनि भुइँमा चाहिँ कहाँ थुपाएर राख्नु। अहिले हरायो भने यत्रो आँप खेर गएन होइन। ओइ यहाँनिरको नभेटाएको क्या मैले। बच्यो आऊ 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 प्रियतम। मेरो मान्छे नै झन् गुन्टी खेलेन। आऊ मेरो प्रियतम बहिनी, आऊ आऊ न बाबु, तिमीलाई म कति माया गर्छु। आऊ हो, यसरी दिदीले भनेको मान्नुपर्छ नि त नि। यहाँ मासतिर पनि छ गाइज। अब रुखमा चढ्नेवाला छु। अनि यहाँ मम्मी चाहिँ घाँस काट्दैछ भुइँमा। खेरि यो झरेर हराउँछ नि त सबै, त्यही भएर यो घारीभित्र घाँसभित्र अहिले हराइहाल्छ रुखबाट झारेपछि। सो त्यही भएर यहाँ घाँस पनि काट्नुपर्ने हुन्छ। सबै कुरो एकैचोटि मिलाएर चाहिँ टाङरुङ्ग झारेर एक बोरा पारेर गुट्नु लानुपर्ने। हाम्रो चाहिँ रुखमै पनि पाक्न थालेको छ आँपहरू, फुट्ने किराख्ने पाक्ने। यहाँ चाहिँ यस्तो भिरालो जग्गा छ कि मरेखेरि चिप्लेटी हिजो पानी परेर यस्तो चिप्लो छ कि यहाँ जिउँदो लास भइन्छ। यहाँ बाँचिन्छ भन्ने कुनै छैन। यहाँ मरे मान्छे माछालाई के भएको हौ, रुखमा चढ्नु भनेको गुन्टी खेलेर मरिगयो। यहाँ मैले हिजो झरेको उयो काट्देऊ त मम्मी। यहाँ एउटा झरेको भने त यस्तो पो रहेछ, खाउँला भनेको थिएँ कुहिएको। यता देखेर कस्तो राम्रो वाउ खान्छु भनेको, यता कुहिएको रहेछ मरेको मुर्दा। कत्रो सपना देखेर आएको चकनाचुर भयो। यस्तरी कुहेर झर्छ आँपहरू यस्तरी होइन। खोइ राम्रो छ खोइ काटेको छ। ए
सो वाउ बल्ल एउटा राम्रो न राम्रो भेट्टायो भनेको यता कुहे फुटेको रहेछ काट्देऊ त काट्देऊ त ऊ लाएर रहेछ के अरे फोहोर हो त्यो फोहोर जति फाल्देऊ न हिलो लागेको जति खानुपर्ने हुन्छ है यो पाकेकोलाई चाहिँ ल्याम्की खाइहाल्नुपर्छ होइन छोड्नै हुँदैन पाकेको फाइनली साथीहरू अथै के हो यहाँ त झुसुले हुन्छ है क्या डरै लाग्छ हौ रुखमा चढ्न अनि यसो चमाउँदा नि झुसुले भेटे जस्तो हुन्छ सातो पुत्लो जान्छ फाइनली रुखमा चढिसकेँ म चाहिँ 3-4 चोटि कोसिस गर्दा गर्दा बल्ल चढिसकेँ यता पाकेको छ तपाईँहरूलाई देखाउन चाहन्छु म यो पनि पाकेको हो यहाँ नि पहेँलो भएको हेर्नु न पाकेको उहाँ पर पनि छ यो तपाईँहरूलाई म देखाउन चाहन्छु गाइस अहिले चाहिँ मैले भिडियो गर्दा गर्दै मोबाइल तातेर अफ भएछ हौ ए अफ भएछ अरे क्यामेरै अफ भएछ मोबाइल चाहिँ होइन क्यामेरा यस्तो छ यसरी हल्लाउनु पर्ने हुन्छ क्या कोही त एउटै झर्दैन त हो यत्रो हल्लाउँदैन होइन हौ किरा जस्तै यहाँ लाग्दा निलिक भेट्छ क्या त्यो उयो हाँगाहरू समाउँदा नि मेरो त सातो पुत्लो गइसक्यो हौ म त झार्दिनँ है अब त हाँगा हल्लाउनु पर्यो भनेर समाएको लितिक लितिक भेटाउँछ सातै गयो गयो तलै उहाँ तल पुग्यो गुन्टी खेलेर यसरी यस्तो गरी हल्लाउनु पर्छ ओह गुन्टी खेले यस्तो हालत बसिरहेको छु यहाँ एउटा रुखमा त्यो हात फेरि कस्तो छेलिन्छ हौ यस्तो हालतमा रुखमा यसरी अडिएर बस्नु परेको छ जिन्दगी मेरो यत्रो हाँगामा यो भाँच्यो भने म गयो यता एउटा हातले ठेकेर एउटा हातले मोबाइल चलाउनु परेछ ओह रा त यो हाँगाको सिद्धे क्या अरे होइन अब यसलाई हल्लाउनु पर्छ खोइ झरेर मऱ्यो नि ओके बुढीमा यो त एकछिन यसो उयो देखाएको पो हो त हौ यहाँ पाकेको छ गाई चाहिँ आँप यहाँ पाकेको छ यहाँ यसै गरी हाम्रा आँपहरू धेरै फल्नु भएको छ यहाँ म उहाँहरूलाई बिन्ती बिसाउन चाहन्छु कृपया आफै बुटुटु भुइँमा झरिदिनु होला भनेर हामीलाई यसरी धेरै दुःख नदिनु होला यस्तो हल्लाउँदा नि झरेर म एउटा त झरे कुहिएको त्यो पनि अब चाहिँ म गुन्डुन्डु पाराले हल्लाइदिन्छु कहाँ चढेर उयो त यता छेउको हल्लाइदिन्छु तिमी तल जाऊ न मम्मी उयो अनि उहाँ तल जान्छ अहिले हराउँछ क्या जहाँ यहाँको त यो घाँस काट्ने ठाउँमा त हराउँदैन त्यो तल घारीमा हराइहाल्छ नि ओ माइ गड मेरो बिजो अबे जताततै किरा भेटेको जस्तो लाग्छ मेरो त सातै गइसक्यो हौ छ्या यहाँ खुट्टा कता घुमाउने के गर्ने मेलो मेसो केही पाइरहेको छैन मैले लड्दिन यहाँ हल्लाउनु भनेर गएको नि अब यहाँ हल्लाउँछ गाइसु ओहो बुटुटु झरे यस्तरी हल्लाउनु पर्यो भाँचिन्छ नभन न है डर लाग्छ फेरि झर के झर्थ्यो यहाँ यी दुईटा लन्द्राङ हल्लेर बसेर झर्दैन यस्तो विधि आँप फलेका छन् खोइ धेरै पो देखेर मर्छ हौ फेरि आँपै देख्नु यहीँ देख्छ पुरा आँप यहाँ टाढोबाट यत्रो देखेको नजिकबाट अहिले ठुल्ठुलो छ क्या अब चाहिँ म गुटुङटुङ पाराले हल्लाउनु पर्ने हुन्छ ए यहीँ रहेछ आँपहरू मैले यिनीहरूलाई नदेखेको लो ओ हातले टिपेर झार्दा त उहाँ दुई काट्ला तल झरेको छ सासै बढ्यो मेरो त डरले यो कहाँ फ्यालिदिनु यसलाई ऊ यता फ्यालिदिन्छ त्यो पनि गुन्टी खेलेर तल पुग्छ त्यस्तो हुन्छ नि
भो त अब जिन्दगीमा। सो गाइस हामीले चाहिँ म चाहिँ आँप झारेर झरिसकेको छ। यहाँ हामीले चाहिँ आँप यति बोरामा यत्रो टिपिसकेको छौँ। आधी बोरा यता पनि छ, यत्रो अझै टिप्नै छ, यता यता टिप्दैछ। यो चाहिँ हिजो मैले खाएको गाइस, बाह्र चलाउँदाखेरि खाएको। यति धेरै आँप टिपिसकेको छ। अझै यतापट्टि मासतिरपट्टि मैले राखिदिएको छ। यतापट्टि फेरि अर्को ताल टिप्ने भनेर एकैचोटि धेरै नटिप्ने। अब यत्रो आँप त कहिले खाइसक्नु होइन, त्यही भएर यतापट्टि राखेको। अब अर्कोचोटि फेरि गोर्याएर खाने भनेर त्यति भए हामीलाई पुग्छ। यता घारीमा खोज्दै छ मम्मी चाहिँ, घारी हो यसरी लुकेर बस्यो। ए मासला मरे चिप्लेर, के विधि चिप्लो हौ यहाँ आँपमा चिप्लेर कि असार लागेर चिप्लो भएर यता सरे पल्टिन्छ, चिप्लेर उता सरे चिप्लेरै लड्छ। मेरो यहाँ चाहिँ नदेखेको बहिनीले, यहाँ हेर त बहिनी, आँखा यही हो यहाँ एउटा अझै टिप त देखिरहेको छ नि यहाँ। देखेँ कि देखेन के थाहा, झुक्याएको पो हो किन होइन। कुन यो छेउछेउ यो खै लाने कि नलाने, खै राम्रो राम्रो खानु हुन्थ्यो पाकेको। यहाँ यस्तो रुखमा चढेर घोचाले झार्दा यत्रो झारेँ मैले चाहिँ। अब हामी यो टिपेर बोरामा टुई बोकेर जानुपर्ने हुन्छ। मेरो बिजोग रमाइलो भइरहेको छ। आँप बोक्दाखेरि चोप हुने होला, गाह्रो छ। यो केमा लाने हो यहाँ भुइँको चाहिँ है, हातमा बोकेर त के साध्य हो यत्रो। मैले बोक्नु सक्छ मम्मी यो आँप एक बोरा? आँप खाने भए आउनु होला है सिन्धुलीतिर, यस्तो दामी दामी आँप छ। हाम्रो चाहिँ यो हामी आफै खाने हो, हामी बेच्दा पनि बेच्दैनौँ, कसैलाई आयो भने फ्रीमा खान दिन्छौँ बरु। यत्रो ठुल्ठुलो दाना छ। अझ क्यामेरामा कति सानो देखेको, रियलमा हातभरि नट्ने दाना छ यत्रो। पाकेर खाने यस्तो स्वादिष्ट मिठो गरेर खानुहुन्छ होइन। यहाँ एकैचोटि बोरामा हाल न हौ। हामीले चाहिँ घाँस पनि 2 मुठा काटिसकेको छ, धेर काटेन। हो हेर्दै गर्नु होला। अब म यो आँपको भारी बोकेर जानेवाला छु घरमा, अनि लगेर गरङ्ग खन्याएर यसलाई गोर्याएर पाक्का पुक्का पारेर पहेँलो भएपछि फेरि देखाउँछु। हो त्यो अनि खानुपर्ने हुन्छ क्या, गरेर कम मिठो हुन्छ। उल्टी जाम खेला लो ए राम कति साह्रो बिजो गएको। ढाडमा त लास्टै दुखाउने भयो त है। कहाँबाट जाने हो? ठाडो हिँड्ने छ ऊ त्यहाँबाट निस्किनु। गाइस आइमै बोकेर हिँडिसकेको छु। यहाँ भारी उको पतेरो आँपको एक भारी एक बोरा आँप टिपेर हिँडिसकेको छौँ हामी चाहिँ। गाइस एक बोरा आँप खाने भए आउनु होला। यहाँ देख्न सक्नुहुन्छ यता कताबाट देखेको पनि छैन यस्तो हालतमा। ढाडमा पो दुखाउँदो रहेछ हौ। ल आयो आँप। ओ माई गड, गरममै घोप्ट्यो न, गरममै यत्रो आँप ल्याएको। आमै कति ठुलो दाना। ओ माई गड, को खाने आँप अब। ल हेर गरममा घोप्ट्याउ त अझै। पाकेको नि रहेछ है यहाँ त। लो खा यत्रो आँप। अब कति खाने आँप, 10 हुने भयो अब। मोच हुने भयो, मोच। एउटै छैन आँप चाहिँ राम्रो, म त भइगयो। यत्रो आँप भएपछि अब हाम्रो मोच भयो नि त। मोच आँपमै सुत्ने, आफै खाने, आफै यो कहिले पाक्ला र खाम्ला जस्तो भइसक्यो देखेरै मलाई त। गाइस एक छड्की आँप यत्रो त अनि यत्रो उरुङ पुरै यो बेच्नु राखेको त्यो पसलमा अस्ति देखेछ। यत्रो आँप राम के गर्ने होला नि प्रभु।